यसरी भाइरल हुन्छ कि मेरोमा गिफ्ट आएको अर्डरको भिडियो चाहिँ। अनि मलाई गिफ्टको अर्डर आउने बित्तिकै एकदमै खुसी लागेर आउँछ। अनि सबैले त्यस्तो भएको हुन्छ लगभग। तपाईँहरूले मेरो प्रोफाइल पनि चेक गर्न सक्नुहुन्छ। यो अर्डर चाहिँ स्वस्तिका म्यामले आफ्नो दिदीको छोरीको लागि अर्डर गर्नुभएको थियो। लेट्स सी उहाँलाई के पर्छ भनेर। सुरुमा चाहिँ उहाँलाई बडी एक्सफोलिएटर परेको छ, त्यसपछि एउटा सक्स परेको छ। अनि भिडियो लास्टसम्म हेर्नु होला, मैले गिफ्टहरू पनि राखिदिएको हुन्छु। त्यसपछि उहाँलाई वेट वाइप्स परेको छ। अनि अर्को चाहिँ उहाँलाई हेयर क्लिपको सेट परेको छ। यसमा चाहिँ मैले ग्लिटरीवाला राखेको छु, यो स्टक सकेपछि चाहिँ नयाँवाला पनि ल्याउँछु। अनि अर्को चाहिँ उहाँलाई कोम परेको छ, कोममा चाहिँ मैले वाइट कलरको राखिदिएको छु। अनि त्यसपछि ब्युटी ब्लेन्डर परेको छ, यसमा चाहिँ मैले ग्रीन कलरको यो सानो खालको राखिदिएको छु। चङ्की इयरिङ्समा चाहिँ मैले 3टा पिस भएको राखिदिएको छु, चेन्ज गरी गरी लाउन मिल्छ भनेर, मोतीको स्टोनको अनि ठुलोवाला। त्यसपछि उहाँलाई पेन्डेन्ट परेको छ। अनि यो पेन्डेन्ट चाहिँ नयाँ आएको, यस्तो राम्रो छ कि यो स्टोनको कलर मलाई एकदमै मनपर्छ, त्यो एमरल्ड कलर चाहिँ। अनि रेजर परेको छ। अनि मैले मेरो साइडबाट 3टा गिफ्ट राखिदिएको छु कि यो प्यान्डोरा, यो स्क्रन्चिज अनि यो बिड्सवाला ब्रेसलेट। थ्याङ्क यू, बाई बाई।